हेलो गाइज वेलकम छ तपाईँहरू सबैजनालाई मेरो नयाँ भ्लगमा। आज चाहिँ म आइसकेको छु बेसीमा चाहिँ अब आज के छ भन्दा काम भनेको स्पेसल काम भनेको चाहिँ फापर काट्न आएको म होइन। अब आज र भोलि चाहिँ हाम्रो फापर कटाइ चल्ने छ। अनि अब माथिबाट आइपुगे पछाडि बाटो अप्ठ्यारो थियो, उदो आउँदा मैले भिडियो बनाउन पाइनँ। यहाँ आइसके पछाडि अब यस्तो छ, धारो चाहिँ यस्तो छ होइन, पानीहरू सक्नुहुन्छ यस्तो छ। म पानी लिन आएको छु, पानी लिएर जान्छु म। अनि त्यहाँदेखि हामी धेरै फापर काट्छौँ, तपाईँहरूलाई म देखाउने छु फापर काटेको गाइस। हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँनिर एकदम सँगले धमाधम गरेर फापर काट्दा गऱ्यौँ है। मैले चाहिँ होइन यो भिडियो बनाइदिएर चाहिँ एक गरो काटिसकेँ। उँभोपट्टि चाहिँ पानी थियो क्या, त्यही भएर म हल्का उँभोपट्टि ढिलो भइरहेको थियो। अनि मैले काटेँ अनि यहाँ पर देख्न सक्नुहुन्छ दिदीहरूले पनि, दिदी र ड्याडीले नि काट्दै हुनुहुन्छ होइन। हो यस्तै छ, यहाँनिर चाहिँ हामी यसरी नै काम गर्दैछौँ। अब भोलि पनि जानुपर्ने छ। आज चाहिँ अघि घर आइसकेको, तर यो भिडियो चाहिँ अघि नै बनाएको थियो, त्यसैले मैले चाहिँ टक्कसँगले यहाँनिर है काट्दैछु होइन। अब फापर चाहिँ खासै धेरै थिएन, फलेको चाहिँ थियो तर सबै पानीले गर्दाखेरि झरेर खासै धेरै छैन। अनि त्यही भएर एउटा गरा बराबर एकजना मान्छे लागेर काट्यौँ। अनि त्यहाँदेखि म यो गरामा चाहिँ एक्लै काटेको है। हेर्न सक्नुहुन्छ यो भिडियो चाहिँ मतलब स्लोमै छ, यसको स्पिड बढाएको छैन, त्यसैले हल्का लामो छ, हेर्नुहोस्। तर पनि त्यो अघि काटेको फापर चाहिँ यहाँ ल्याएर कुट्ने काम हुँदैछ। दिदीले पनि सघाउँदैछ, म चाहिँ भिडियो बनाउँदैछु। दिदीले चाहिँ कुटिराख्नु भएको छ, यसरी कुट्नु पर्दैन लामी मतलब झ्यामी। अनि यस्तै छ, म चाहिँ यसरी हेरेर बसिराखेको छु। म चाहिँ अलि अल्छी छु। हेलो गाइस, हेर्न सक्नुहुन्छ हामी चाहिँ डे 1 को फापर काटेर फर्किसकेका छौँ। अब काटेको यो फापर चाहिँ कस्तो हुन्छ भने काटेर राख्यो भने अनि त्यो त्यहीँबाट पलाइहाल्छ। त्यही भएर हामीले घरमै लग्ने भनेर लगेका छौँ गाइस। हेर्न सक्नुहुन्छ रेडियो चाहिँ उता लाउँदै हुनुहुन्छ होइन। म चाहिँ अब है भलिबल लभर परेँ कि है, भलिबल खेल्न पुग्ने भन्ने कुरो मेरो हो। त्यही भएर म गोइङ टु हाउस एन्ड प्लेइङ द भलिबल। इट्स ओके, बाई बाई। आजको लागि यति नै होइन गाइस, हाम्रो भोलि पनि छ डे 2 को भ्लग आउँदैछ। मतलब फापर कटाइको आउने छ भोलि, म बनाउने छु। अहिलेको लागि यति नै, हस्त, धन्यवाद।